हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट ब्लग। आजबाट चाहिँ मैले पनि अफिसियली आफ्नो युट्युब च्यानलमा चाहिँ आफ्नो ब्लगहरू, डेली ब्लगहरू हजुरहरूको माझ राख्न गइरहेको छु। आशा छ कि हजुरहरूले मलाई माया गरिदिनुहुन्छ। पहिला पहिला पनि म युट्युबमा भिडियो हाल्ने गर्थेँ, तर त्यतिकै हालिदिउँ न भनेर चाहिँ राख्ने गरेको थिएँ। अनि आजबाट चाहिँ मैले अफिसियल्ली चाहिँ आफ्नो ब्लगहरू चाहिँ हजुरहरूको माझ देखाउने छु भनेर चाहिँ म आएको छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो, फर्स्ट ब्लग बनाइरहेको छु। अनि खासै अब कस्तो सपोर्ट नै हुँदैन, हामीहरूलाई आइडिया पनि छैन होइन, मलाई चाहिँ आइडिया पनि छैन, फर्स्ट टाइम हो नि त। अब बिस्तारै सबैसँग मैले ब्लग राख्दै गयो भने अब मेरो राम्रो नराम्रो पक्षहरू बाहिर निस्किन्छ। अनि सबैजनाले यदि म भाइरल भयो भने, मेरो ब्लगहरू भाइरल भयो भने, अनि सबैजनाले मलाई चाहिँ यो राम्रो भएन, त्यो राम्रो भएन भनेर चाहिँ मेरो गल्तीहरू चाहिँ कमेन्ट सेक्सनमा राखिदिनु होला भन्न चाहन्छु। तर मलाई थाहा छैन ब्लग मेरो भाइरल कसरी हुनसक्छ, भ्युज नै आउँदैन। तर म हार मान्दिनँ। पहिला पहिला चाहिँ मैले त्यत्तिकै हाल्थेँ क्या, त्यत्तिकै ल आज भिडियो हालिदिउँ न भनेर हाल्थेँ क्या। अनि खासै एडिट गर्न पनि आउँदैन मलाई। अब युट्युबमा चाहिँ एडिट राम्रो हुनुपर्छ, अनि सबै कुराहरू राम्रो भएपछि हो भाइरल हुने, सबैले हेर्ने। एडिट पनि आउँदैन, धेरै कुराहरू सिक्नुपर्ने छ। म युट्युबमा भिडियो हाल्छु भनेर त्यतिकै हिँडेर पनि नहुँदो रहेछ है गाइज। त्यही भएर आफूले चाहिँ एडिटिङ गर्न, यताउति लाइटिङ सबै कुरा मिल्नु पर्दो रहेछ। मसँग चाहिँ अहिले लिटरली केही पनि छैन, म र मेरो मोबाइल मात्र छौँ। न त मसँग माइक छ, न केही छ, अनि केही पनि छैन। तर पनि म खुसी भएर आजबाट चाहिँ मैले रिबन कट 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 गरेर उद्घाटन गरेको छु मेरो युट्युब ब्लगहरूको है गाइज। अनि यसरी चाहिँ आफ्नो स्किन केयर पनि गर्नुपर्छ है। जति गऱ्यो भने पनि स्किन त्यस्तै छ कि राम्रो हुने होइन। अनि अब कुकिङ भिडियोहरू पनि हाल्छु मैले, मलाई कुकिङ गर्न एकदम मनपर्छ। अनि कहिले कसो स्किन केयर भिडियोहरू, त्यो आइडियाजहरू पनि हाल्ने गर्छु ब्लग सँगसँगै। सबैजनाले जहाँ जहाँ मेरो भिडियो पुग्छ त्यहाँ त्यहाँ चाहिँ मलाई सपोर्ट गरिदिनु होला गाइजहरू। स्पेसली मेरो नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई, अङ्कल आन्टी सबैलाई मेरो चाहिँ भिडियोहरू फुल वाच गरिदिनु होला। बिस्तारै म आफ्नो गल्तीहरू सुधार्दै हजुरहरू माझमा चाहिँ राम्रो राम्रो भिडियोहरू चाहिँ राख्नेछु। मैले चाहिँ सनस्क्रिन लगाउन गइरहेको छु। मैले चाहिँ मेडिकोसको सनस्क्रिन टेन्टेडमा युज गर्छु। यस्तो राम्रो छ यो, साह्रै राम्रो छ। सिरमहरू चाहिँ, सिरम मोइस्चराइजर चाहिँ मैले ब्रिलियरको लगाउँछु। यो चाहिँ मैले यति चाहिँ मैले डेली लाउँछु, तर मेरो स्किनमा खै खासै चेन्जेस त देख्दिनँ। तर अब स्किन केयर हो नि त, स्किन केयर त गर्नु पऱ्यो नि त गाइज, राम्ररी त हुनु पऱ्यो गाइज। म चाहिँ अहिले आफ्नो 2 शब्दहरू यतै टुङ्गाउँछु। मेरो भिडियोमा चाहिँ प्लिज लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला सबैजनाले। तपाईँहरूले मलाई त्यसरी लाइक, कमेन्ट, सब्सक्राइब गरेर मलाई सपोर्ट गर्यो भने म मोटिभेट हुन्छु। अनि फेरि भिडियो हाल्छु, राम्रो राम्रो भिडियो, राम्रो राम्रो क्वालिटीमा। हस्, बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ माई भिडियो।